Hello everyone, welcome back. It's me Utsav Paudel, a second year MBBS student in Kathmandu Medical College, Namanggal, Kathmandu. र आजको यस भिडियोमा चाहिँ हामीहरूले कमन इन्ट्रान्स एक्जामिनेसनको बारेमा डिस्कसन गर्न गइरहेको छौँ। सो अब कमन इन्ट्रान्स एक्जामिनेसन चाहिँ जुन हाम्रो चिकित्सा शिक्षा आयोगले लिन्छ फर इन्टरिङ इन्टु द मेडिकल फिल्ड, यो चाहिँ इन्ट्रान्स एक्जामिनेसनको एउटा चाहिँ सिरिज जस्तै हो। सबै कुरा तिमीहरूलाई अहिलेसम्म थाहा नै होला यदि तिमी यो भिडियोमा आइसकेको छौ भने। सो अब यो एक्जामिनेसनको लागि चाहिँ हाम्रो चिकित्सा शिक्षा आयोगले एउटा क्यालेन्डर हुन्छ त्यो चाहिँ पब्लिस गरिसकेको छ र अब त्यो क्यालेन्डर अनुसार नै सबै कामहरू हुन्छ र त्यो काम जुन छ नि त्यसमा चाहिँ हामीहरूलाई केही कुराहरू चाहिँ इम्पोर्टेन्ट छन्। सो यो हामीहरूले जुन क्यालेन्डर जुन पाएका छौँ त्यो क्यालेन्डर चाहिँ मैले अब यो भिडियोमा राखिदिन्छु। सो त्यो क्यालेन्डर अनुसार चाहिँ हामीहरूले सबैभन्दा सुरुमा चाहिँ केही कुराहरू बुझ्नुपर्छ, किन भन्दाखेरि चाहिँ जुन हामीले अब यो एक्जामिनेसन दिन गइरहेको छौँ त्यो एक्जामिनेसनको चाहिँ टाइम कहिले हो र कतिखेर हुन्छ भन्ने कुरा नथाहा पाइकन हामीले प्रिपेरेसन अगाडि बढाउन अभियसली सक्दैनौँ। सो सबैभन्दा सुरुमा चाहिँ हामीलाई जुन कुरा इम्पोर्टेन्ट हुन्छ त्यो के छ भन्दा चाहिँ हाम्रो श्रावणको फर्स्ट विकमा चाहिँ एप्लिकेसनको लागि नोटिस निकाल्छु भनेको छ एमएसीले। सो त्यो नोटिसमा चाहिँ के हुन्छ, त्यति श्रावणको फर्स्ट विकसम्म भनेको छ भनेपछि श्रावणको 1, 2, 3 जतिसुकै गति आओस् त्यो आउन चाहिँ आउँछ है त। सो त्यति बेला चाहिँ तिमीहरूले अब एप्लिकेसन भन्नाले फर्म चाहिँ अब तिमीहरूले भर्ने भन्ने कुराहरू चाहिँ त्यति बेला देखाउँछ होइन। अनि त्यसपछि चाहिँ त्यहाँ सबै कुरा डिटेलमा दिन्छ, कति रुपियाँदेखि लिएर यताउता। पहिला चाहिँ 4,000 रुपियाँ थियो एउटा सब्जेक्टको युजी लेभलको इन्ट्रान्सको लागि, र अहिले हामी युजी लेभलको इन्ट्रान्सको कुरा गर्दैछौँ है त। सो ब्याचलर लेभलको इन्ट्रान्सको ल सुन, एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ अनिदेखि लिएर सबै प्यारामेडिकल फिल्डको ब्याचलर लेभलको इन्ट्रान्सको चाहिँ कुरा हुँदैछ यहाँ है त। सो हामीलाई चाहिँ युजीको चाहिँ अलिकति इम्पोर्टेन्ट भयो, उतापट्टि पिजीको चाहिँ हाम्रो ब्याचलर पछि हो है त। पिजी भनेको पोस्ट ग्रेजुएट हो, त्यो चाहिँ हामीलाई अहिले धेरै चाहिँदैन। त्यसको बारेमा इन्फर्मेसन दिन मन छ भने लिऊ, तर हामीलाई चाहिँदैन अहिले होइन। सो हामीले दिने भनेको युजी लेभलको इन्ट्रान्स हो। ओके सुन, अब हाम्रो के हुन्छ भन्दा चाहिँ हाम्रो अर्को इम्पोर्टेन्ट कुरा हाम्रो लागि जुन छ त्यो चाहिँ फर्म फिलअपको चाहिँ कुराहरू, त्यो चाहिँ हाम्रो कहिलेसम्म चाहिँ सकिन्छ अरे भन्दा चाहिँ भदौको फर्स्ट विकमा सकिन्छ अरे। भनेपछि साउनको फर्स्ट विकमा नोटिस आउँछ भनेपछि साउनको सेकेन्ड विकतिरबाट भदौको फर्स्ट विकसम्म चाहिँ हाम्रो एप्लिकेसन चाहिँ खुलाउँछ जस्तो छ, फर्म चाहिँ खुलाउँछ जस्तो छ है त। अब फर्म भर्नको लागि के चाहिन्छ भन्ने कुराहरू म तिमीहरूलाई एकदमै राम्ररी डिस्क्राइब गर्छु है त अहिले। सो फर्म भर्नको लागि तिमीहरूलाई के चाहिन्छ भन्दा एउटा एनआइडी कार्ड, एउटा नागरिकता र 12को सर्टिफिकेटहरू सबै, अनि त्यसपछि 10 क्लासको सर्टिफिकेटहरू चाहिन्छ। अनि यदि तिमी चाहिँ कुनै गभर्मेन्ट स्कुल पढेको छौ 6 to 10 क्लास भने चाहिँ त्यो 6 to 10 गभर्मेन्ट स्कुल पढेको विथ इएमआइएस कोड भएको चाहिँ तिमीहरूको त्यो प्रुभ गरेको एउटा फाइल, एउटा चाहिँ जुन एउटा डकुमेन्ट हुन्छ त्यो चाहिन्छ। त्यो चाहिँ तिमीले आफ्नै जुन 6 to 10 पढेको थियो नि त्यसको 10 पास गरेको स्कुलमा गएर चाहिँ उहाँको प्रिन्सिपलको साइन, अनि त्यसपछि चाहिँ हाम्रो उतापट्टि एडमिनिस्ट्रेसनको पनि चाहिन्छ होइन, त्यो ठाउँको नगरपालिकाको चाहिँ हाम्रो एजुकेसन अफिसरको पनि चाहिन्छ। त्यही भएर चाहिँ तिमीहरूको त्यो अलिकति झन्झट छ। जस्ट त्यो चाहिँ मैले तिमीहरूलाई एमइसीको वेबसाइटमा गएर डाउनलोड गरेर त्यो गभर्मेन्टवाला फर्मको चाहिँ मैले तिमीहरूलाई त्यो गर भन्ने सजेसन दिन्छु। म भिडियोमा पनि यहाँ राखिदिन्छु कस्तो खाले चाहिँ छ भनेर चाहिँ भिडियोमा पनि हेर है त। सो त्यो पनि चाहिन्छ तिमी यदि 6 to 10 गभर्मेन्ट स्कुल पढेको छौ भने, किन भन्दाखेरि तिमीले यदि कोटा एप्लाई गर्न गइरहेको छौ भने चाहिँ तिमीहरूलाई त्यो एकदम इम्पोर्टेन्ट हुन्छ। सो अब कोटा एप्लाई गर्नको लागि चाहिँ तिमीलाई कुन चाहिँ कोटा हो, फिमेल कोटा बाहेक अरू कोटामा चाहिँ तिमीहरूले प्रुभ गर्नुपर्छ कि म यो कोटामा छु भनेर। त्यो कोटाको डकुमेन्टहरू पनि छुट्टै हुन्छ र फर्मेट पनि तिनीहरूको सबै हुन्छ। म जब फर्म खुल्छ त्यति बेला कोटाको फर्मेटहरू सबै कुराहरू के गर्ने भनेर डिटेल रूपमा नै लिएर आउँछु, त्यो कुरामा तिमीहरूले हात दिन परेन। सो अब तिमीहरूले फर्ममा के चाहिन्छ भन्ने कुरा पनि बुझिसक्यौ। अब अर्को इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा जुन हाम्रो एक्जामको डेट छ त्यो चाहिँ हाम्रो असोजको 3rd विकसम्म भनेर भनेको छ। अब हाम्रो परीक्षा सञ्चालन त्यति बेलासम्म हुन्छ भनेर भनिसकेको कुरा चाहिँ के भन्दा चाहिँ तिमीहरूको एक्जामिनेसन चाहिँ असोजको 2nd विकदेखि 3rd विकमा चाहिँ हुने सम्भावना चाहिँ एकदमै धेरै छ। सो अब तिमीहरूले के ध्यान दिन पऱ्यो भन्दाखेरि चाहिँ आफ्नो सिलेबस चाहिँ अब तिमीहरूले असोजको 1st विकसम्म चाहिँ कम्प्लिट गर्न पर्छ। सो अब यति कुरा चाहिँ तिमीहरूले बुझिसकेपछि तिमीहरूको क्लास कहिले बिगिनुहुन्छ त दाइ भनेर तिमीहरूलाई अहिले खासै चाहिँदैन, तर पनि माघको 2nd विकमा क्लास बिगिनुहुन्छ भनेको छ। यो चाहिँ किन चाहिँ मैले भने भन्दा चाहिँ कतिको सान्दर्भिक छ त यो कुरा, यो जुन एमइसीले भनेको छ नि यो रुटिन यस्तो यस्तो गर्छु भनेको कतिको सान्दर्भिक छ भन्दाखेरि चाहिँ माघको 2nd विकमा क्लास गर्नको लागि भनेपछि यो सबै कुराहरू चाहिँ सान्दर्भिक नै छ। र यो सबै कुराहरू चाहिँ मोस्ट प्रोबेबली चाहिँ कमन इन्ट्रान्स एक्जामिनेसन असोजको 3rd विकभित्र चाहिँ लिन सक्छ भन्ने चाहिँ मलाई लाग्यो। त्यही भएर चाहिँ तिमीहरूले अब आफ्नो प्रिपेरेसन चाहिँ यही अनुसार अगाडि बढाउनु पऱ्यो। र अब यो भिडियोको जुन अगाडिको पोर्सनहरू छ त्यहाँ चाहिँ मैले तिमीहरूलाई कसरी प्रिपेरेसन अगाडि बढाउने के गर्ने भन्ने कुराहरू एक्सप्लेन गर्छु। सो लेट्स गो।
सो जुन कुरा चाहिँ हामीले सोचेको थियौँ कि अब नयाँ सरकारको जुन एउटा कार्यविधि भनेर होइन, त्यो सोच्दाखेरि चाहिँ कमन इन्ट्रान्स एक्जामिनेसन चाहिँ अगाडि नै हुन्छ भन्ने सोचेको थिएँ, भदौतिरै लिन्छ कि भन्ने सोचेको थिएँ। र मैले भिडियो बनाएको थिएँ एउटा, जुनमा चाहिँ 1-1.5 महिनामै सिभीको सिलेबस कसरी सकाउने भनेर डिटेल रूपमा नै मैले तिमीहरूलाई भनेको थिएँ। सो यदि कोही स्टुडेन्ट यो भिडियोमा आएको छौ भने चाहिँ म तिमीहरूलाई के सल्लाह दिन्छु भन्दा, अब चाहिँ हाम्रो जुन एउटा प्लान छ त्यो चाहिँ एकदमै धेरै चेन्ज भइसकेको छ होइन। सो असोजको 5 देखि 10 गतिभित्रमा चाहिँ तिमीहरूले आफ्नो सिलेबस कम्प्लिट रूपमा चाहिँ सकाएर मक टेस्ट सिरिज चाहिँ दिन सुरु गरिसकेको हुनुपर्छ। अबको हाम्रो कार्यविधि अथवा हाम्रो जुन एउटा प्लान छ त्यो चाहिँ यस्तो हुनुपर्छ होइन। असोजको चाहिँ 5 देखि 10 गतिभित्रमा तिमीहरूले मक टेस्ट सिरिज दिनलाई चाहिँ आफूले पुरै रेडी बनाएर राखिसक्नुपर्छ, सबै सिलेबस सकाइसक्नुपर्छ। र आज छ हाम्रो असारको 12 गते। सो यो भिडियो तिमीहरूले अति ढिलो हेरिरहेछौ र मैले मानौँ कि तिमीहरूले लास्टै पछाडि हेरेछौ यो भिडियो होइन, असारको एन्डमा हेरिरहेछौ भने पनि तिमीहरूसँग भदौको एन्ड, अनि त्यसपछि साउनको एन्ड, भदौको एन्ड, अनि त्यसपछि चाहिँ असोजको चाहिँ लगभग 5 देखि 10 गतिसम्मको टाइम बाँकी छ। त्यो भनेको लगभग 2 मन्थ्स जतिको टाइम क्लियरली तिमीहरूसँग बाँकी छ। र मैले अस्ति जुन भिडियो बनाएको थिएँ त्यहाँ चाहिँ तिमीहरूले लगभग 1 मन्थ जति चाहिँ तिमीहरूले यदि डिटेल रूपमा नगइकन भने पनि क्वाड अनि त्यसपछि चाहिँ वान सर्ट भिडियोजहरू हेर्दै गएर जे गरेर भए पनि 2xमा लेक्चर हेरेर भए पनि एकदमै स्पिडमा अगाडि गएर आफ्नो बेस्ट दिएर आफ्नो जिन्दगीकै यही मात्रै मोड हो, यही मात्रै सबै कुरा हो भनेर अगाडि बढेको थियो, एकदमै धेरै मिहिनेत गरेर पढेको थियो भने 1 महिनामा नसके पनि त्यो 1 महिनावाला सिलेबसवाला जुन भिडियोमा भनेको कुराहरू 1.5 महिनामा चाहिँ तिमीले ढुक्क सक्छौ। त्यो भिडियो म लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु है त। सो अबको तिमीहरूको जुन नयाँ प्लान चाहिँ के हुनुपर्छ भन्दा, तिमीहरूले केही न केही चाहिँ पढिरहेछौ, मलाई थाहा छ केही न केही पढिरहेछौ। कतिपय स्टुडेन्टको चाहिँ मार्क्सहरू इन्क्रिज भइरहेछ नि, यताउता भइरहेछ। त्यो सबै कुरा एकदम नर्मल हो। इन्ट्रान्स प्रिपेरेसनको बेलामा चाहिँ एकदम मान्छेलाई एकदम टफ फिल आउने, अनि त्यसपछि चाहिँ मक टेस्टहरूमा सोचेको जस्तो मार्क्स नआउनु, एभ्रिथिङ इज टोटली नर्मल। किन त्यो सबै कुरा नर्मल हो भन्दा चाहिँ फर्स्ट अफ अल तिमीहरूले एउटा कुरा के बुझ्नुपर्छ भन्दा, त्यो जुन हाम्रो इन्ट्रान्स प्रिपेरेसनको जर्नी छ त्यो एकदमै लामो रेसको एउटा चाहिँ के हो भन्दा चाहिँ लामो रेसको घोडा भन्छ नि, त्यस्तो एउटा लङ म्याराथन हो। त्यो भनेको चाहिँ एउटा कुनै पनि 500 मिटरको रेस जस्तो होइन, त्यो एकदमै ठुलो खाले लामो रेस हो। तिमीले आज जे पढ्दैछौ त्यो सबै कुरा तिमीहरूले भोलि रिभिजन गर्दै जानुपर्छ। र कति कमन इन्ट्रान्समा मैले जुन कुराहरू पढाएको थिएँ, जुन टपिकहरू पढाएको थिएँ त्यो कुराहरू मलाई एमबिबिएसमा पनि काम लागिरहेछ। भन्नाको मतलब चाहिँ तिमीहरूको यो जुन तिमीहरूको चाहिँ जे प्रिपेरेसन गर्दैछौ नि, त्यति बेला चाहिँ तिमीहरूले केही न केही सिकिरहेछौ जुन तिमीहरूलाई फ्युचरमा काम लाग्छ। र इमेजिन कि तिमी एकदमै मिहिनेत गरेर अहिले पढिरहेछौ, एकदमै दुःख गरिरहेछौ भने जुन तिम्रो दुःख गरिने एउटा एबिलिटी डेभलप भइरहेछ, त्यो एबिलिटीले तिमीलाई जिन्दगीभरि सधैँ हेल्प गर्छ फर्स्टली। र सेकेन्डली, यदि तिमी एकदमै राम्ररी पढ्दै गइरहेछौ र तिमी स्कलरसिपमा नाम निकाल्यौ भने देन यु आर सेभिङ अ ह्युज फाइनेन्सियल बर्डन फर योर फ्यामिली एन्ड फर यु योर सेल्फ अल्सो। जुन कुरा चाहिँ तिमी आफूमा पछि इन्भेस्ट गरेर केही काम पनि गर्न सक्छौ त्यो पैसाले, एन्ड अभियसली द्याट्स अ भेरी भेरी बिग मोटिभेटिङ फ्याक्टर अल्सो। खासमा त्यो पेइङ स्कलरसिपले केही म्याटर गर्नेवाला त छैन बिल्कुल पनि, तर पनि तिमीहरूले जुन एउटा फिलिङ लिएर आउँछ त्यो कुराले एकदम पछिको जब सेक्युरिटी पनि हुन्छ 2 वर्षवाला, अझै 5 वर्ष बढाउने भनेको छ। त्यो सबै कुरा चाहिँ एकदमै मोटिभेटिङ हुन्छ, एन्ड द्याट रियली 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 रिमुभ्स अ ह्युज स्ट्रेस फ्रम योर माइन्ड एन्ड योर फ्यामिलीज माइन्ड। त्यही भएर चाहिँ तिमीले चाहिँ अहिले एकदमै मिहिनेत गरेर पढ्नुपर्छ, एन्ड एभ्री वर्ड युआर स्टडिङ राइट नाउ इज भेरी युजफुल फर यु। मैले भन्दैछु अहिले पनि एमबिबिएसमा पनि काम लाग्छ, एन्ड यु आर डुइङ अ लट फर योर सेल्फ। र तिमीले चाहिँ जे काम गर्दैछौ त्यो कुराले तिम्रो फ्यामिलीले पनि हेल्प गर्नेवाला छ पछि, र आफूलाई पनि हेल्प गर्नेवाला छ तिमीलाई है त। सो अभियसली अबको तिम्रो स्ट्राटेजी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ सबैभन्दा सुरुमा मोटिभेसन, अनि त्यसपछि चाहिँ डिसिप्लिनलाई चाहिँ कोइन्साइड गर्ने है त। सो तिमी डिसिप्लिनमा चाहिँ अझै धेरै बस्न पर्ने भयो, किन भन्दाखेरि चाहिँ अझै लम्बाइदियो होइन, अझै लङ रेस बनाइदियो यो जर्नीलाई। अब असोजसम्म चाहिँ तिमी एकदमै लगभग दसैँसम्म चाहिँ तिमी एकदमै कडा भएर, दसैँ अगाडिसम्म तिमीहरू एकदम राम्ररी बस्न पऱ्यो, र ट्याक्क नाम निकाल्ने दसैँमा होइन, नाम निस्किसकेपछि खुसीले दसैँ मनाउने, 2-3टा खसी काट्ने, पार्टी नै पार्टी मोज हुने भयोवाला छ होइन। त्यही भएर झन् राम्रो बनाइदिइरहेछ, दसैँ खाइदिएन, तिहार पनि खाइदिएन,
सबै कुरा राम्रो भयो होइन। सो तिमी अब झन् आफ्नो डिसिप्लिनलाई र मोटिभेसनलाई अझै इन्क्रिज गर्न पऱ्यो र डिसिप्लिन चाहिँ अझै प्रायोरिटाइज गर्न पऱ्यो र सो अफ चाहिँ गर्नै पऱ्यो। सो अफ होइन, सो अप चाहिँ गर्नै पऱ्यो। इम्पोर्टेन्स अफ सो अफ चाहिँ एकदमै धेरै छ। हेर, जेसुकै होस् मक टेस्ट दिन जाऊ, जो एकदम लो स्कोर आओस् बाल भएन, मक टेस्ट दिन जाऊ, गएर त्यत्तिकै छोड्ने होइन। मक टेस्टको एनालाइसिस गर कसरी गर्ने भनेर यो च्यानलमा धेरै भिडियोजहरू छ। अस्ति भर्खर रिसेन्टली हालेको भिडियो पनि छ, गएर एकपल्ट चेकआउट गर है त। सो गएर मक टेस्टको एनालाइसिस पनि गर्न पऱ्यो मक टेस्ट दिएर आइसकेपछि। सो तिमीहरूले जे काम गर्दैछौ, जे पढ्दैछौ अहिले, देन यु आर जस्ट अर्निङ फर यर सेल्फ क्या। सो अब तिमी चाहिँ एउटा कुरा चाहिँ एकदम राम्रो इमेजिन गर है त। सो तिमी अहिले यत्तिकै नर्मली बसिरहेको छौ, अब तिम्रो चाहिँ केही पढ्न मन छैन, तिमीलाई प्रोकास्टिनेट गरिरहेको छौ। तर एउटा चाहिँ कम्पिटिटिभ एक्जामिनेसनको रमाइलो भनौँ अथवा चाहिँ नराम्रो पक्ष भनौँ, जो स्टुडेन्ट चाहिँ तिमी रमाइलो गरिरहेको बेलामा अथवा रेस्ट गरिरहेको बेलामा पढिरहेको हुन्छ, त्यो स्टुडेन्टले चाहिँ अभियसली बेटर रिजल्ट लिएर आउँछ। किन भन्दाखेरि रिजल्टमा चाहिँ सबै कुरा चाहिँ देखिन्छ। अब त्यो रिजल्ट भनेको चाहिँ तिम्रो 1-2 महिनाको मेहनतदेखि यताउता सबै कुरा होइन। रिजल्ट चाहिँ जुन कमन इन्ट्रान्स एक्जामिनेसन अथवा कुनै पनि यस्तै कम्पिटिटिभ एक्जामिनेसन हुन्छ, त्यो चाहिँ तिम्रो एउटा लङ टर्म डिसिप्लिन र सो अप गर्ने एबिलिटी अनि कन्सिस्टेन्सी अनि प्रोकास्टिनेसन कसरी एभोइड गर्छ, स्ट्रेस कसरी कोप अप गर्छदेखि लिएर धेरै कुराहरू म्याटर गर्छ। त्यही भएर म तिमीहरूलाई चाहिँ आज पर्सनल्ली एकदमै राम्रो सजेसन के दिन्छु भन्दाखेरि चाहिँ तिमी आजैबाट आफूलाई चाहिँ रियल एक्जामिनेसनमा छु भनी सोचेर मक टेस्ट दिने गर र त्यसमा चाहिँ मक टेस्टमा 3 घन्टा नै बस अनि त्यसपछि हरेक मक टेस्टपछि एनालाइसिस गर अनि त्यसपछि आफ्नो मार्क्स जुन इन्क्रिज भइरहेछ अथवा डिक्रिज भइरहेछ त्यसलाई राम्ररी ट्र्याक गर। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के भन्दा रिभिजनलाई चाहिँ बढी फोकस गर। सो अबको तिमीहरूको स्ट्राटेजी के हुनुपर्छ भनेर म तिमीहरूलाई भन्छु। सबैभन्दा सुरुमा अबको स्ट्राटेजी सिन्स टाइम बाँकी छ, धेरै स्कोर आउने हाई यिल्डिङ लेसनहरूको चाहिँ पुरै लेक्चर हेरेर राम्ररी नै तिमीहरूले पढ्नुपर्छ। नोट बनाएर क्वेसन गरेर नै गर्नुपर्छ। क्वेसन चाहिँ तिमीहरूले मोड्युल अनि त्यसपछि चाहिँ पास्ट इयर क्वेसन गर्ने, कन्सेप्ट चाहिँ तिमीहरूले लेक्चरबाट लिने अनि त्यसपछि प्लस टू कन्सेप्ट लिने, यति गऱ्यो भने इनफ हुन्छ। र तिमीहरूले पास्ट क्वेसन चाहिँ तिमीहरूले गर्न सुरु गर्ने। केबाट सुरु गर्ने भन्दा कम्प्लिट सोल्युसनबाट सुरु गर्ने। कम्प्लिट सोल्युसन कसरी गर्ने भनेर मलाई धेरैले क्वेसन गरेका थियो। त्यो क्वेसन चाहिँ के हो एन्सर भन्दा चाहिँ कम्प्लिट सोल्युसन गर्दाखेरि सोल्युसन कम्प्लिट रूपमा तिमीहरूले जानेको हुनुपर्छ। पछिको बरु पर्दैन, तर यो सिई अनि त्यसपछि अलिअलि प्याटर्नहरू अनि बिपीको बेला यताउताको चाहिँ तिमीहरूले जसरी पनि क्वेसन अनि सोल्युसन पुरै जान्नुपर्छ। पछि सोल्युसन चाहिँ धेरै हेर्न पर्दैन, रिपिटै भएको हुन्छ। त्यहाँ सोल्युसनमा तल दिएको धेरै इन्फर्मेसन चाहिँ पढ्नुपर्नेवाला हुँदैन। जसरी पनि सुरुबाट चाहिँ तिमीहरूले सोल्युसन हेर्ने बानी लगाऊ। सोल्युसन नहेरिकन कम्प्लिट सोल्युसन गऱ्यो भने काम छैन। त्यो क्वेसन सल्भ गर्न त मक टेस्ट मात्रै दिए पनि केही फरक पर्दैन, तर सोल्युसन हेरेर चाहिँ त्यहाँ अरू कुराहरू पनि सिक्नुपर्छ। अर्को कुरा भनेको तिमीहरूले यो एक्स्ट्रा हावा रिसोर्स, हावा त म भन्दिनँ, एकदमै राम्रो रिसोर्स हुन्छ, तर त्यो हाम्रो लागि चाहिँ हावा नै हुन्छ। त्यो एकदमै टफ कुराहरू पढ्ने होइन। मोड्युल एनइबीको बुक्स, लेक्चर नोट्स, पास्ट इयर क्वेसन मोर देन इनफ। अनि त्यसपछि अरू बुक पनि छन् जुन नेपाली टिचरहरूले लेख्नु भएको हुन्छ, उहाँ त्यो बुकहरू पनि एकदम इनफ। धेरै बाहिरको कुराहरू पढ्न पर्दैन, डिप रिसर्चहरू हेर्न पर्दैन, केही गर्नु पर्दैन, धेरै डेप्थमा जाने होइन, नर्मली हेर्ने। प्लस टूकै क्वेसनहरू सोध्छ धेरै जस्तो, कतिपय त अब हेर्दै जाऊ, पछि थाहा पाउँछौ तिमीहरूले आफै। माइक्रो सिलेबसहरू दिएको छ योपालि, नेपाली टिचरकै प्रोडक्ट, नेपाली टिचरकै बुक्सहरू, सबै कुरा नेपाली टिचरकै गरेर तिमीहरूले एकदम इनफ तरिकाले राम्रो स्कोर लिएर आएर नाम निकाल्न सक्छौ, राम्रै कलेजमै जान सक्छौ है त। त्यही भएर धेरै ऱ्यान्डम रिसोर्सेसहरू युज गर्ने होइन, धेरै टफ रिसोर्सेसहरू युज गर्ने होइन, त्यो काम चाहिँ एउटा ठुलो ब्लन्डर हो। सो अब तिमीले अर्को के गर्नुपर्छ भन्दाखेरि चाहिँ तिमीले अब रिभिजनलाई प्रायोरिटाइज गर्नुपर्छ। किन भन्दाखेरि चाहिँ अब रिभिजन गरेन भने तिमीहरू सबै कुरा बिर्सिन्छौ, अझै टाइम बढाइदिएको छ। त्यही भएर रिभिजन गर्नुपर्छ। रिभिजन चाहिँ कसरी गर्ने भन्दा चाहिँ मोड्युलको क्वेसन अथवा कुनै पनि ठाउँबाट तिमीले क्वेसन गरेको थियौ, अब्जेक्टिभ पिसिपी अथवा जहाँसुकैबाट क्वेसन गरेको थियौ, टार्गेट 200 जताबाट गरेको छौ, त्यो क्वेसन हेर्ने, क्वेसन आयो भने आयो, आएन भने त्यसको थ्योरी फेरि पढ्नुपर्छ। त्यस्तो वेमा चाहिँ तिमीहरूले रिभिजन गर्यो भने एकदमै फ्रुटफुल हुन्छ। र अब चाहिँ तिमीहरूले धेरै हाई यिल्डिङ लेसनको चाहिँ वान सर्ट हेर्ने काम नगर, टोटल्ली लेक्चर हेर र अरू जुन थोरै आउँछ त्यो लेसनहरू, त्यसको चाहिँ वान सर्ट प्लस स्क्वाड हेर्ने अनि एमसिक्यू गर्ने कोसिस गर्ने। अनि बुझेनौ भने चाहिँ त्यसको पनि लेक्चर हेर्ने। तर धेरै जुन लेसन धेरै पढेर थोरै मार्क्स आउँछ त्यस्तो लेसनमा चाहिँ धेरै फोकस गर्नु पर्नेवाला छैन। जस्ट तिमीले चाहिँ नर्मली पढ्दै गयो भने तिमी राम्रो स्कोर गर्न सक्छौ एन्ड यु विल बी डुइङ रियली ग्रेट। ट्रस्ट इन मी एन्ड ट्रस्ट द प्रोसेस। जे सो अप चाहिँ गर्नु पऱ्यो र डिसिप्लिन र मोटिभेसनलाई मेन्टेन गर्नु पऱ्यो। यदि तिमीसँग अरू पनि केही क्वेरिजहरू छ भने देन यु क्यान कमेन्ट डाउन बिलो, र त्यहाँ पनि मैले तिमीहरूलाई रिप्लाई गरेर तिमीहरूले बुझेनौ भने देन यु क्यान कन्ट्याक्ट मी इन इन्स्टाग्राम, लिङ्क इन डिस्क्रिप्सन।